हेलो गाइस, आजको मौसम चाहिँ बबाल छ हैन। बिहान चाहिँ पानी परिरहेको थियो फुसफुस हल्का, त्यसपछि लगातार अहिले चाहिँ बबाल भएको छ हैन। यो चाहिँ पारीको असलिया गाउँ हैन। सो हामी चाहिँ अब बारीतर्फ जानु हिँडेको हैन। यहाँ चाहिँ मेरो बुढी अगाडि हिँड्छ। कति मागल चिज है हैन, के लिएर हिँड्ने डोको जाने भनेको बारीमा जाँदा पनि। यो चाहिँ दुर्गेजीको गोठ हैन गाइस, दुर्गेको गोठ यहाँ दाउरा छ हैन। सो हामी चाहिँ यता आइपुग्यौँ बारीमा अब हैन। लखर हिँड्दैछ उठा ढुङ्गा गरी मकै चाहिँ यस्तो भइसकेको छ हैन। त्यहाँ मकै खान हिँडेको हैन। हामी चाहिँ हैन बारी मकै खान हिँडेको हैन। आफू चाहिँ डोको बोकेर हैन गाउँले पारामा चाहिँ गाउँले पारामा म चाहिँ पछाडि डोको मिसाइन्छ डोको बारीमा आइपुग्यो माथि कुनै छैन। गाउँले जीवन उकालो उकालो गाउँले जीवन साह्रै उकालो छ यहाँ गाइस। यहाँको चाहिँ आउने भएको यहाँ छैन आइरहेको छ। म चाहिँ अगाडि छु, साह्रै ठकै लागेको छ। अब चाहिँ के भन्छ घाम पनि लागेको छ कि बेसिन्छ हैन। यहाँ ठकै लागेको छैन। अब हामी चाहिँ बारीमै आइपुग्नु लाग्यो। च्याउसी चाहिँ त्यहाँ छैन, हिँड्नु नसकेर बसिरहेको छैन। ल गाइस, हामी चाहिँ फाइनली मकै खान ठाउँमा आइयो हैन। मकै खाने चाहिँ यही हो हैन। मकै खाने चाहिँ यही हो। हामीले खाने चाहिँ उता पल्लोबाट हैन। म चाहिँ यहाँ के भन्छ के अरे दुई तिनवटा घोर्ली खान्छु हैन। बबाल नि खानेवाला छ घोर्ली चाहिँ माथि होइन। यहाँ चाहिँ घोर्ली फलेछ लत्रम्म होइन। म चाहिँ यहाँ जेस घोर्ली फलेछ कि खाने होइन। सर म चाहिँ घोर्ली खान्छु। कन्टिनुलाई पाइया दुईवटा दिनु पऱ्यो। त्यहाँ मैले नुन लगाएको छु होइन। पछि अघि के हो चाहिँ यहाँ डोकोमा राखेँ दिनु होइन। कुना राम्रो छ ल दुई तिनवटा छोडेर आयो भने सिधा छ अन्य आउँछ यहाँ छैन। चाहिँ गयौँ अब ल शीतल छु क्या। मैले चाहिँ अस्ति यहाँ के अरे अस्ति खन्नाउँदाखेरि के भन्छ नुन राखेको थिएँ। नुन पानी पर्न नगरेर राखेको थिएँ। के भयो कसो भयो होइन। अब नुन हेर्ने हो राम्रै छ भने नुन खाने घोर्लीसँग त्यसै खाने। अब यहाँ राख्न राखेको उही नुनको हालत चाहिँ यही हो होइन। नुनको हालत त पानी भरिरहेछ त खाइस नुन बेसी टुक्रा नुन ला नुन कि हेरै खाइयो ठुक्रा रुखो मिलाएको होइन खाने पानी कि राख्नु
चाहिँ पिखारी Gracias.